यहाँ चाहिँ बास बसेको भाले यसलाई चाहिँ व्यवस्था गर्नुपर्ने है गाइजहरू एउटा मक्की थियो निकाल्नु पल्टाइसिदिएको थियो यो चाहिँ तितै झारेको है नभए त्यो अर्को भाइ त सधैँ त त्यसो हुन्छ सब्सक्राइब गर्नुहोस् है मेरो गाउँले अर्ग्यानिक भिडियो हो हजुरहरू कस्तो लाग्छ कमेन्ट पनि गर्न नभुल्नु होला अब कमेन्ट गर्नुहोस् हजुरहरूको सल्लाह सुझाव प्रतिक्रियाले अझ मलाई भिडियो सुधार गर्न अथवा चाहिँ अझ हौसला मिल्ने भएको हुनाले हजुरहरूले साथ सपोर्ट गरिदिनु होला प्रतिक्रिया गर्न नभुल्नु होला कमेन्ट बक्समा बेलुका आउनुभएको ग्राहकहरू है उहाँहरू चाहिँ यो चाहिँ हो भएर हुँदा यत्रो ठुलो टाइम छ कहाँ खुट्टा हुन्छ त मासु चाहिँ दामी रहेछ के हो कत्रो जय तपाईले त यहाँ हेर्नु नि त हेलो हाई ओछा दिवा डिजिटल युट्युब च्यानलमा हजुरहरूलाई हार्दिक स्वागत छ आज पनि हजुरहरूको माझमा नयाँ भिडियो कन्टेन्ट लिएर उपस्थित भएको छु मेरो यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु अनुरोध गर्दछु भिडियो हेरेपछि लाइक शेयर सब्सक्राइब पनि गर्न नभुल्दिनु होला लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् है त म तपाईहरुलाई आजको भिडियो देखाउँदैछु यहाँ चाहिँ बास बसेको भालेलाई चाहिँ अब यसलाई चाहिँ व्यवस्था गर्नुपर्ने है गाइजहरू यसरी लोकल घाँटी खुइलिएको भालेलाई चाहिँ अब व्यवस्था गर्नुपर्ने छ है गाइजहरू पुरै देखिँदैछ म एक्लै त सेटिङ मिलाउनु एउटा मक्की थियो निकाल्नु पल्टाइसिदिएको थियो आगो नै छैन गाइजहरू म चाहिँ तिते निकाल्न आँटेर छ है गाइजहरू
सानो सानो पिस कि ठुलो ठुलो पिस एउटा थाल्दैन यसमै सिकाउनु पर्यो मान्छे मासु भुटिङ को झोल खानुपर्ने छ आज खानु होइन खुवाउनु पर्ने छ हाम्रो लोकल भालेको सुकी आज छुवा सरलाई खुवाउनु परेर गरेको सरले मात्र खानु होइन है छुवा सर ड्राइभर निदास उहाँहरू चाहिँ कहाँ गएको खानाहरू शिकारमा शिकार अब शिकार पनि धेरै खालको हुन्छ मेरो साथीहरू सिकारी सघाएको भरे म देखाउने छु है
भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नुहोस् है मेरो गाउँले अर्ग्यानिक भिडियो हो हजुरहरू त्यस्तै छ हजुर अब गरिब कस्तो लाग्छ कमेन्ट पनि गर्न नभुल्नु होला अब कमेन्ट गर्नुहोस् हजुरहरूको सल्लाह सुझाव प्रतिक्रियाले अझ मलाई भिडियो सुधार गर्न अथवा चाहिँ अझ हौसला मिल्ने भएको हुनाले हजुरहरूले साथ सपोर्ट गरिदिनु होला प्रतिक्रिया गर्न नभुल्नु होला कमेन्ट बक्समा पत्र चाहिँ यो चाहिँ अदुवा है गाइजहरू म अदुवा पिस्नलाई केलाउँदैछु ल है गाइजहरू अब म यहाँ लसुन अदुवा जिरा पिस्दैछु है यसरी चट्ट सिलौटोमा कबिरे खोर्सानी हरियो पिसौँ कि क्या हो अलिकति कबरे खोर्सानी एउटा चाहिँ पिस्नु पर्यो मेरो नानीलाई पिरो हुन्छ भरे अरू चाहिँ लाउनु पर्यो नानीलाई निकालेर होइन मामु मैले चलाएको मात्रै हो हेर्नुहोस् है गाइजहरू यसरी पाक्दैछ एकदम हाम्रो गाउँतिर चाहिँ यो घाँटी खुइले घाँटीमा र प्वाख नभएको घाँटीमा प्वाख नभएको कुखुरालाई चाहिँ मम्मी कुखुरा भन्ने चलन छ मम्मी कुखुराको मासु चाहिँ यस्तो दामी स्वादिलो हुन्छ हेर्नुहोस् म अब मिठो बनाउने छु भिडियो हेर्दै गर्नुहोस् है अन्तिमसम्म खाने चाहिँ फेरि धेरै छ बनाउने म एक्लै र इन्दुजी भए पनि दुईजनाले बनाए पनि खाने चाहिँ टन्नै छ है साथीहरू भिडियो अन्तिमसम्म हेर्नुहोस् है कसले खान्छन् दिवालाई चाहिँ मामुले यसरी आज नुहाएको चिसो लाग्छ भनेर चाहिँ यसरी ओछादिवालाई सेकताप गरिदिँदै हुनुहुन्छ है तेलले मालिस गरिदिँदै हुनुहुन्छ तोरीको तेलले आगोमा सेकाएर चाहिँ चट्ट केटोलाई चिसो नलागोस् भनेर हाम्रो छोरा भविष्यमा शारीरिक रूपमा मजबुत होस् भनेर चाहिँ यस्तो मालिस गरिदिँदै हुनुहुन्छ है हाम्रो गाउँघरमा यसरी नानीलाई सेकताप गर्ने चलन छ ल यो चाहिँ मसला अदुवा लसुन पिसेर मैले यहाँ लाउँदैछु है गाइजहरू अब पानी बिनाको भयो यसरी अहिले गोल्नु पर्यो यसरी पाक्दैछ है अझ चिज चाहिँ अब चाहिँ गाइजहरू प्याज टमाटर हाल्दैछु है मैले प्याज टमाटर काटेर चाहिँ रेडी गरिएको छु यो पनि तरकारीमा लाउनु पर्ने छ
लगभग तरकारी पाक्न आँटेको हुनाले मैले खाने साथीहरूलाई फोन गर्नुपर्ने छ है, बोलाउनु पर्ने छ। मेरो साथीहरू अघि पनि भने एकदम सिकारी छन् है, सिकारी। अब त्यो जङ्गलमा हात हतियार बोकेर शिकार गर्ने होइन, यसो गाउँ डुलेर शिकार गर्ने खालको सिकारीहरू छन् है, अन्यथा नलिनु होला। साथीहरू कहाँ शिकारमा गएका छन् यसो म फोन गरी हेर्नु पर्यो है साथीहरूलाई। गाइजहरू ल आउनु पर्यो है, खानेकुरा रेडी भयो। ल अब चाहिँ यो भुटुवा चाहिँ निकाल्ने बेला भयो है। अब म निकाल्दैछु। चट्टै यो चाहिँ पिउने चिजहरूसँग खाने दामी भएको छ यो। अब पेय पदार्थसँग खाने दामी भएको छ, हेर्नुहोस् त यस्तो भएको छ। अब यसलाई थोरै निकालेर अनि यसमा फेरि सुप पनि हाल्नुपर्ने छ, मामसँग खानलाई पनि। यस्तो भइरहेछ है मेरो भान्सा चाहिँ। ल है गाइजहरू, म यहाँ चाहिँ अब भुटुवा निकाल्दैछु है। भुटुवामा निकाल्ने चिजहरू चाहिँ लु लु म छोरालाई तान्छु, लु आउनुहोस्। छोरालाई चिच्ची, छोरीलाई चिच्ची छ यहाँ। फुका खानुपर्छ है। लु खाऊ छोरा, तातो छ है अलिअलि फुका खानु। फुका म सेलाइदिन्छु ल। ल है ल यति चाहिँ भुटुवा निकालेर छोरा नि आफ्नो हुँदैछ। यति चाहिँ भुटुवा निकालेर गाइजहरू, बाँकी चाहिँ अब बाँकी यसमा चाहिँ सुप हाल्छु म। 36 भनेको त राम्रो हो। ल है गाइजहरू, अब चाहिँ मैले सुप लाउनु पर्ने छ है यो तरकारीमा। ल है त यस्तो सुप लगाइरहेको छु है। यसरी टक्क यो चाहिँ मामसँग खाने है गाइजहरू। यसरी भएको छ। अब यो चाहिँ बाङ्गो भयो कि के हो। ल यसरी चाहिँ टक्क अब उम्लिन्छ, उम्लेपछि टक्क खाने हो। खानको लागि गाइजहरू आउँदैछन्। मेरो यो पसलमा अहिले बेलुका आउनुभएको ग्राहकहरू है, उहाँहरू चाहिँ जिन्दगी बित्ने भो यसै पालि साल। ल ग्राहकहरू यसरी आउनुभएको छ। यो चाहिँ मेरो पसल। एउटा राम्रो कन्टेन्ट छ यस्तो हुँदै रहेछ। पुरै
सानो त हुन्छ हौ सुनिहाल्छु बरु भने दिदीले यसरी गर्दैन क्या कहाँबाट ओ घनश्याम भाइ यहाँ भाइहरूलाई खाना सप्लाई गर्नु सहयोग गरौँ न एकछिन त्यसमै तरकारी लाउनु ठिक ठिक सही आकार गर्नु यो दाल चाहिँ लाउँदैन दादाजी तपाईँले सही आकार दाल हाम्रो भाइहरूले खाना सुरु गर्नुभयो चेकिङ गर्नुपर्छ यार हो मिठो छ है लोकल भालेको मासु सुप आइदिनु गरेर हो गएर हुँदा यत्रो ठुलो दामी छ कहाँ खुट्टा हुन्छ त मासु चाहिँ दामी रहेछ के हो यो कत्रो पकाइ त लेग पिस हो विङ्स भन्छ क्या हजुर मेरो चाहिँ के यहाँ पर उता लास्टको दाँतको उतापट्टि ऊ भएर यार बुद्धि भन्नु होइन हौ बिहान उठ्दा त यति धेरै दुखिरहेको हुँदैन यार नुन पानीले खुला गर्नु बुद्धिमा गरे हो है दाँतको यस्तो यस्तो के छेउ 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 के हुनसक्छ बुद्धि भन्नु गऱ्यो हो म त आउनु बस्नु के छ पछि उहाँले त देखाइदिनु मन चर्ची छेउदाको तर फाटी भयो बुढीको त खानाहरू ए बनाउँछ क्या कसको युट्युबमा देखिन्छ केटा सुन्दैन हौ त्यति बेला ठिक सुनिन्छ अरे अम्मा चिवल कताहरू कहाँ उसले त अलिक धुन लगाउने हो गजेबुढोले बजाएको बाँसुरीको के गर्नु है बाध्यताले फुर्तिलो हुनु पर्या छ रहरले खोलेको व्यवसाय होइन तपाईँको त अहिले त पेसा हो नि
मलाई यो नगर्दा नि पुग्ने हो तर लोक क्या लोक गर्ने जस्तो अनि काम भन्छु फुर्सद हुँदैन भन्छु दाजुले फेरि छिगाले काम गर्छ कडा भएर बारी अलिक पढाइ हो होइन दाजु यहाँ अब पसल थोरै चल्छ के अरे हलाउँदै है सब सुक्छ तर त्यसले नि एउटा समस्या हुन्छ हामी सुत्नै पाइँदैन आफ्नो दिनभरिको ड्युटी झन् तपाईँले शान्त भयो त जति नै भयो भने तपाईँले त्यो गर्नु चाहिँ हुन्छ नि तर अरूलाई त्यो भए चाहिँ अरूलाई निकै असर पर्थ्यो होइन त्यो यसमा चाहिँ फेरि भोलि एडिट गर्नु पनि गाह्रो हुन्छ अब त्यो को जान्छ झैँ पनि त्यहाँ हामी देखेपछि गइहाल्छ उसलाई नै भन्नु देऊ बुढा साइना बुढा त भन्दैन जाँदैन जान्छ तपाईँलाई अलिक थोरै भएको अरे म चाहिँ भाइ उमा बस्छु ल कुर्सीमा चम्चीले हाल्नु नि त है यस्तै खाएको अनि यस्तै दाम हुन्छ कि आफ्नो यो कहिले कहिले ल्याउने भने नि यो अब अलि उता सारा नै भयो समूहको आउँदो रहेछ नि त समूहको यो के अरे कुर्सीहरू त्यति बेला ल्याउने भनेको क्या पैसा पनि धेरै उ गर्ने बेला कतिजना लाग्यो चम्ची मलाई नै हो यो खाना धेरै भयो त्यो त अब यसो त्यति खाना नै खायो भने के डक्टरबाट अर्थ हो र सुगर है साथी हामी त काम जाँदा पनि छैन है यसो बिरामीको हात छ नि हो बेलामा बुद्धि पुऱ्याएपछि त्यस्तो हो रहेछ तपाईँभन्दा भारी काम गर्नुपर्छ कस्तो कुरा भनेको कहिले तपाईँ त नजाँदा पनि पाइहाल्छ नि त लिएर अब यहाँ भन्नु सक्यो हुन्छ त्यो भन्नुभयो तपाईँले त यहाँ हेर्ने हो नि त सबैको ढिलो केटाहरू खाएपछि चाहिँ हेरेको छ त अघि मैले अलि दादा पानी लिएर आउनु न कहिले कता ल्याउनुहोस् न भात चाहिँ अड्क्यो भने के गर्नु झाड हान्नु यस्तो बार पहिलाको बुढाबुढी है दाल आफूले चाहिँ दिएकै हो त्यो घरसम्म जिद्दीले गर्दा हो हामी त नखेल्ने नि भएको हो मेरो जिद्दी म त्यस्तो जिद्दी छुइनँ हावा हुन्छ कस्तो छ उत्तरै हो ए धान म त नखेला मैले दुईवटा घर नखेला हिँडिसकेको मैले त्यो भन्दा खुसी भएको थिएँ नखेल्नु पनि सक्थेँ चारवटामा गाडी मिल्छ मनिराजको व्यापारै हुँदैन त्यति न ठिकै हुन्छ हौ केटा अनि कहिले बोटको पैसा तिरिएको छ अघि सामा देखिएन खुट्टा टेक्ने ठाउँ थिएन आइसक्रिमको बत्तलले बिहार मनिराजकोमा हामी जाँदाखेरि नि 1200 कि केही नभए नि त्यतिकै बिक्री हुन्छ त्यो त डिउ र स्टिम खाँदा मात्रै
अनि चाउचाउ साउचाउ पकाइमागेकोहरू अन्डा चाउचाउ बियरहरू हिसाब गर्नु त कति जाँदैछ कोही बेला चाउचाउ दामी बनाउन दियो है गोर्खा गरे दामी होइन कालो दाल हो होइन लहरामा खाँदै त जान्छु भाइ मैले त दाल छ लहरामा खनेको त केही नै नखा भन्छ हौ एउटी हुँदा तर बार्नु साध्यै हुँदैन जेन्जी भाइ छँदैछ नि होइन अनि थाहा रहेछ त अनि दाइला भयो दाजु भनेसम्म मैले नदेखेको 2 हप्ता भयो त्यो हो तर जुवाली नै भन्नु तपाईँ त जुवाली भने त हाम्रो सम्बन्धै टुट्ने छ भन्छ हामी दिदी पछि भग्नु लाग्यो हारे यता आउँछ नि भेट्दैन फोन गर्छु नि उठाउँदैन तिमीहरू चाहिँ केटा यसो जस्तै हो होइन धुर्पे कहाँ गएको क्या चुप भएर पैसा कमाउँदैछ के गर्दैन केटाहरू त्यतिको फेरिमा नि यतिको उमेरमा पैसा कमाएर के गर्छ त भन्नु सिङ्गल लाइफमा होइन केही बित्दा छैन केही बित्दा छैन घरि बुवाको चाहिँ पैसा दिएको छैन अरे गाठा भविन भन्दा दाजु कि भाइ हो दाजु नि म 3 मा स्कुल पढाउँदाखेरि 9 मा आइरहेछ तिमा केटाहरू क्या पछाडि पहिला छोडेर फेरि पछि पढेको नि अलि लाटे भएर क्या तिमा चाहिँ यहाँको केटाहरूले म बिहा गर्छ जस्तो पनि लाग्दैन हौ सेरे भयो बिहे त गर्छु नि अरूले चाहिँ गर्ला कि सेरेले चाहिँ गर्दैन किन होइन तर केटाको मान्छे लाइन नै छैन है तर मान्छे कतिखेर साल के मुड हुन्छ कि फेरि ल्याउँछ हो 40 41 वर्ष 42 60 वर्ष भएपछि मान्छे ल्याउँछ अन्त त चल्दै गरेको हुनुपर्छ भन्ने बित्तिकै हुन्छ होइन त त्यसको चाहिँ कहिले चाहिँ पारिवारिक बन्धन होइन त्यो चाहिँ काका बडा आफन्त दिदी बहिनी चाहिने अक्रम बक्रम दाजुभाइ होइन हाम्रो जित कुमार दाइले त 3 4 म